अनि अब सामान पाइसकेपछि पनि अब फेरि पैसा पनि हो त्यसरी रिफन्ड आयो भने चाहिँ अलिकति समस्या पर्दो रहेछ कि एकदमै गाह्रो हुँदो रहेछ अब के गर्ने अब फेरि यस्तो अत्रो माछा पाइन्छ क्या यो खोलामा अत्रो यहीँ तमा गाइज कहिले छिर्दै हामी गाडी लिनलाई है बाफ्रे गाइज फाइनली मन चरी उड्यो मनै मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै Hey guys, welcome back to my new vlog. धेरै लामो समयपछि गाइज आज भ्लग लिएर आएको छु हजुरहरु माझ है। आज चाहिँ शनिबार अनि आज छुट्टी। अहिले चाहिँ म छु गाइज यस्तरी रोडको छेउमा है। पछाडि देखिरहेको बिल्डिङ अनि यो चाहिँ के को बिल्डिङ हो भन्नुहुन्छ भने यो चाहिँ सुपर मार्केटको बिल्डिङ हो क्या। किन आएको भन्नुहुन्छ भने एउटा यहाँ मेमोरी कार्ड लिनु थियो क्या। अब यो बिल्डिङमा चाहिँ पुरै टेक्निकल सम्बन्धी सामानहरु चाहिँ सबै पाउँछ क्या। यहाँ ल्यापटप, मोबाइल अनि क्यामेरा सबै यस्तो टेक्निकल डिभाइसहरु चाहिँ सबै यो बिल्डिङमा पाउँछ क्या। यो सुपर मार्केटमा पाउँछ। यहाँबाट मैले लिइसकेँ अहिले अनि अहिले लिएर चाहिँ मैले क्यामेरामा हालिसकेर मैले भ्लग सुरुवात गरिसकेँ कि गाइज। अहिलेको मेमोरी चाहिँ क्या 512 GB थियो अनि 512 GB चाहिँ मैले अनलाइन अर्डर गरेको थिएँ गाइज हैन। तर बिग्रियो क्या। त्यो यो मेरो क्यामेरालाई सपोर्टै गरेन क्या त्यो मेमोरी कार्ड। अनि त्यही भएर चाहिँ मैले अहिले अर्को किन्नु पर्यो। अब प्राइस चाहिँ एकदमै महँगो भयो है। सोचे भन्दा नि महँगो तर अब के गर्नु अब हैन यत्रो आँटिसक्यो क्यामेरा किनिसक्यो। अब त्यो एउटा सानो क्यामेराले त अड्किनु भएन हैन। त्यही भएर चाहिँ नि अब जे हुन्छ देखा जाएगा भनेर मैले अहिले चाहिँ फाइनली किनिसकेँ। अनि गाइज अहिले चाहिँ म छु यस्तो बाटो साइडमै छ यो बिल्डिङ चाहिँ है। र यो बिल्डिङ चाहिँ यो तरिकाको छ है। बबाल छ बिल्डिङ चाहिँ है। म यो कारहरू हेर्नु त गाइज बाफ्रे बबाल छ त्यो कारहरू त है। सेलमा राखेको रहेछ है। डिजाइनको यो रातो चाहिँ बबाल लाग्यो कि मलाई। यो रातो कार चाहिँ बबाल लाग्यो। यो भर स्याम्पलको लागि राखेको होला। हाइवे एकदमै बिजी छ क्या यो हाइवे राति। यो आज छुट्टी पनि भएर पनि एकदमै प्राइभेट गाडीहरू चाहिँ एकदमै बिजी छ व्यस्त छ। यो जापानको बाटोमा फेरि है प्राइभेट गाडी भन्दा केही देखिँदैन क्या। प्राइभेट अब सबैको पर्सनल कार छ। प्रत्येक घरै पछि मान्छे पछि पर्सनल कार छ हैन। अनि त्यही भएर पर्सनल कार भन्दा केही देखिँदैन क्या बाटोमा त। अब ट्रक सरकहरू त म खासै देख्दिनँ है। अनि अहिले चाहिँ गाडी चढ्दैछु म आकाशे पुल है। जापानको आकाशे पुल। यो सिँढीहरू भन्नुहुन्छ नि गाइज यो सिँढीहरू यति कम्फर्टेबल छ। अब कम्फर्टेबल आइरहेछ क्या यो सिँढी चढ्न पनि एकदम स्मुथ क्या। ल गाइज अहिले चाहिँ म आइसकेको छु जापानको आकाशे पुलमाथि। र आकाशे पुलबाट चाहिँ यो तरिकाको भ्यू देख्न सकिन्छ। यतापट्टि बाटो छ टक्कसँगले अनि यता पनि बाटो छ। यो चाहिँ सुपर मार्केट हो क्या। यो चाहिँ ठुलो सुपर मार्केट हो कि यो जी मल भन्ने ठुलो सुपर मार्केट हो। जे सामान किन्न पनि यो भित्र चाहिँ पाइन्छ कि। अब यो चाहिँ भयो टेक्निकल डिभाइसहरू सम्बन्धी यो सुपर मार्केट भयो भने यो चाहिँ खाद्यान्नदेखि लिएर लाउने लुगादेखि लिएर सबको मल हो क्या यो यहाँ पाइन्छ कि। तर आज है गाइज शनिबार भएर होला एकदमै दामी छ क्या। चहल पहल कस्तो चहल पहल रहेछ। यो मलहरू पनि कस्तो रमाइलो देखियो कि आज त है। गाडीहरू पनि यहाँ यो बाफले आज त कस्तो बिजी हो क्या यो रोड। शनिबार र आइतबार चाहिँ गाइज हैन अब चाहिँ जापानिजहरूको छुट्टी स्पेसल होलिडे हैन गभर्नमेन्ट होलिडे सरकारी बिदा भएको कारणले चाहिँ एकदमै चहल पहल चाहिँ जहाँ पनि एकदमै हुन्छ क्या। जस्तो पब्लिक प्लेसहरूमा पार्कहरूमा अनि यो रोडहरूमा गाडीको चहल पहल पार्कहरूमा मान्छेको चहल पहल अनि यो सुपर मार्केटहरूमा मान्छेको चहल पहल चाहिँ एकदमै हुन्छ क्या गाइज पब्लिक होलिडे भएर। ल यहाँ चाहिँ रातो बलिरहेको रहेछ। रातो बल्दाखेरि चाहिँ हिँड्नु हुँदैन। जेब्रा क्रस पनि कस्तो ठाउँमै पछि छ क्या यो जेब्रा क्रस। सानो जेब्रा क्रसहरू यस्तो अब यस्तो यति बाटो काट्नको लागि पनि जेब्रा क्रस छ क्या यहाँ। अब अनि उहाँ चाहिँ रातो बलिरहेको छ। त्यो हरियो बोलेपछि मात्रै हामी हिँड्नुपर्ने हुन्छ। ल हेर्नु न गाइज कस्तो सानो डोजर क्या यो कस्तो क्युट क्या के गरेको यहाँ घर बनाउँदै रहेछ सानो ठिक्क क्या। यहाँ फेरि पर्सनल डोजर होला यो। यता चाहिँ छ गाइज यस्तो सोरुम छ है मर्सिडिज बेन्जको सोरुम। म कहिले छिर्ने हो यहाँ यस्तोमा गाइज कहिले छिर्ने हामी गाडी लिनलाई है। बाफ्रे एउटा मात्रै स्याम्पल छ त गाडीको। ल मर्सिडिज बेन्जको रहेछ टक्क बबाल रहेछ यार। कहिले किन्ने कि गाइज हामीले कहिले किन्ने यस्तो कहिले छिर्ने यस्तो ठाउँमा। सायद यो जुनीमा सकिँदैन जस्तो लाग्छ यार यो ठाउँमा छिर्नलाई। यस्तो ठाउँमा छिर्नलाई छिरिएला कुनै दिन त्यति छिटो हरेस पनि नखाइहालौँ होइन। किनभने पालो सबैको आउँछ मेहनत गर्नुपर्छ। अहिले पनि म फेरि अर्को कारको सोरुम आइपुगेँ। सोरुम छ क्या यता त गाइज यार कारै कार। अब हुन त गाइज यो होइन गाउँ हो सहरी एरिया भन्दा गाउँ एरिया अलिकति गरिब भइहाल्छ। तर पनि अब गाउँ एरियामा यस्तो एक्सपेन्सिभ कारको सोरुमहरू छ क्या यहाँ। भनेपछि बुझ्नुहोस् अब आफै बुझ्नुहोस् जापानको मान्छेहरूको लाइफ स्टाइल कस्तो होला। गाइज अहिले चाहिँ म होइन यस्तो यो पुलमा आएको छु है। यो चाहिँ मेरो पछाडिको चाहिँ खोला हो। अहिले चाहिँ खोला पनि चक्क सुकिसकेछ पनि बकुलाहरू चाहिँ बहुतै हुँदो रहेछ क्या। ल हेर्नुहोस् त बकुला छ त्यो माछा खान आएको होला सायद। अनि माछाहरू पनि यति पाइन्छ नि अहिले त यो अँध्यारो भइसक्यो देखिँदैन होइन। पुरै कालो देखिरहेको छ केही देखाएको छैन। तर यति अत्रो माछा छ क्या गाइज यहाँ। अत्रो माछा पाइन्छ क्या यो खोलामा। अत्रो यहीँ माथिबाट देखिन्छ दिउँसो भएको भए अहिले चाहिँ राति भएर चाहिँ देखिँदैन।
यत्रो छ क्या म त छक्क परेको म्याङ्गुलिङको खोलामा पनि त्यत्रो माछा के गाइस यत्रो क्या अब यहाँ नेपालमा जस्तै बिस हाल्ने मारिदिने जसले पाए त्यसले मारिदिने बिस हाल्ने गल्छी थापिदिने फेरि यस्तो मनाइ छ एकदमै मनाइ हो स्ट्रिक्ट मनाइ होइन अब हुन्छ नि त कोही फेरि कत्रो माछा मारिदिइहालौँ त ल भन्ने हुन्छ नि त त्यो गरियो भने कराप झ्याप पराउँछ पुलिस मामाले एकदमै टाइट छ जहाँ पाए ती मार्न पाइँदैन रहेछ क्या अब अहिले चाहिँ म फेरि अर्को आकाशे पुल चढ्दैछु यहाँ फेरि गाई एकदमै क्या यहाँ फेरि ट्राफिक लाइट यति छ यो बाटो काट्न यति मुस्किल पर्छ है त्यहीँ ट्राफिक लाइट होइदिन्छ क्या त्यो रोकिँदा वाक्क लाग्नु पर्छ त्यही भएर म यता अहिले चाहिँ यो सट्ट माथि आकाशे पुलबाट सुत्त लाग्दिने हो बरु भनेर चट्टसँगले आकाशे पुलबाट लागिरहेको छु ओहो जापान हेलो जापान हाउ डु डु वेयर आर यु तर मान्छेहरू चाहिँ गाइस मलाई है जापानिजहरू म्याक्सिमम राम्रो लाग्छ राम्रो छ होइन यिनीहरू डिसिप्लिन छ व्यवहार छ तर कुनै दिमाग खुसीको जापानिजहरू पनि हुँदो रहेछ क्या म्याकुलिङ फकटे सन्किदिने क्या गाई त्यत्तिकै क्या अब त्यो गाईको जिन भन्छ होइन विदेशीलाई गाईको जिन देख्ने बित्तिकै यिनीहरूले एलर्जी हुँदो रहेछ कुनैलाई चाहिँ होइन त्यत्तिकै सन्किदिने क्या घरिघरि यस्तो दिमाग सड्काउँदैन गाई या दिमाग खराब गरिदिन्छ भने देख्ने बित्तिकै उनीहरूलाई रिस उठ्ने अरे अब केही गल्ती नै नगरे पनि उनीहरूलाई देख्ने बित्तिकै गाईको जिन देख्ने त्यही रिस उठ्छ भन्छ क्या त्यस्तो नि हुन्छ र गाई एउटा बिराउने शाखा पिराउने ओके गाइज अहिले चाहिँ म फाइनली रुममा आइसकेको छु होइन अनि एकजना मात्रै रहेछ रुममा साथी तो सुतिरहेको रहेछ आएर हल्ला गर्ने सायद डिस्टर्ब भयो होला होइन अब चाहिँ चक्कसँगले चाहिँ मेरो यहाँ खानपिन केही छैन कि गाइज केही छैन चामल केही छैन है त भात पनि छैन अब आजले खाने भात पनि छैन चट्ट भाँडा रितिरहेछ ओहो यार रित्तो भाँडामा बसाएर आएको छु मैले त यसमा सबैभन्दा फर्स्टमा चाहिँ मेरो लिस्टहरू बनाएर चक्कसँगले दाइलाई चाहिँ भन्नु पऱ्यो यो ल्याइदिनु है दाइ भनेर सामानहरू अहिले खाने केही छैन फेरि अहिले दाइ घरतिर गइहाल्यो भने फेरि पाइँदैन क्या गर्न अनि त्यही भएर म चाहिँ फोन गर्छु है त ओ दाइको एन्ट्री हो दाइले आज सम्झेन म्याङ्गुले के दिएको फेरि 10 रुपियाँ हाले राम्रो यो यस्तो खुजुरा कति छ र यहाँ खुजुरा 900 रुपियाँ छ 900 10 रुपियाँ थाहा भयो के हो मलाई के पकड खर्च हो कहाँ हारे काममा हारे आज ल दाइ ल चेकडा दाइले चाहिँ अस्ति त्यो मैले ठ्याक्कले सामान ल्याउने दाइको पसलबाट चाहिँ अस्ति बाँकी ल्याउनु भएको थियो अनि अस्ति अब बाँकी भन्दा नि अब अलिकति पैसा त्यतिखेर तिर्न नमिलेर चाहिँ नि चट्ट बाँकी थियो अनि टक्क आज चाहिँ ल तिर्दियो भाइ म काममा जान आँटेको छु भनेर चाहिँ दाइले चट्ट बोलाएर चाहिँ मलाई पैसा दिन आउनुभएको के अनि अब मैले पनि सामान चाहिँ मगाएको छैन गाइज है अब के मगाउने अब अलिकति विचार गरेर चाहिँ चट्टसँगले लिस्ट बनाएर चाहिँ पठाइदिनु भन्नुभएको दाइले टक्कसँगले अब लिस्ट बनाउँछु अनि पठाउँछु है त ओके गाइज चट्टसँगले छ लो म्याच कस्तो यो पैसा त हातबाट आउँदैन खोज्छ त गाइज के भयो यो त्यो त खुवाउनु भएन नि त होइन ओके गाइज अहिले चाहिँ मैले है अर्डर दिएँ होइन अनि अब अर्डर चाहिँ मेरो यतिखेर गरेको अर्डर 9 बजे आउँछ क्या गाइज 9 बजे 2-3 घन्टा पछाडि चाहिँ आइपुग्छ चट्ट दाइले घर फर्किने बेला टक्क कारमा ल्याइदिन्छन् होइन अनि गाइज होइन चिनबाट क्या यहाँ अनलाइन सप गराएको थिएँ दुईवटा सामान मगाएको थिएँ अनि एउटा सामान चाहिँ आउँदैछ अनि एउटा सामान चाहिँ हिजो बेलुका मेरो डेलिभर्ड भनेर नोटिफिकेसन आएको थियो तर अहिले कामबाट फर्केर अघि बिहान आएर हेर्छु कहीँ पनि छैन सामान र डेलिभर चाहिँ देखाइरहेछ अनि यो समस्या चाहिँ के हो त भनेर मैले टक्क अहिले भर्खर मैले मेसेज गरेँ क्या अनि मेसेज गरिसकेपछि अब हेर्छु म एकचोटि तैँले पनि हेर मजाले यताउता सोध भनेर भन्दैछ क्या यहाँनिर अनि मैले सोधिसकेँ बिहानै आउने बित्तिकै साथीहरूलाई सोधेको साथीहरूले पनि थाहा छैन भनौँ होइन देखेको छैन भनौँ अनि अब यसरी चट्ट हेरिसकेँ मैले चारैतिर खोजिसकेँ गाइज मैले कहीँ छैन क्या मलाई यहाँ ढोका अगाडि पनि हेर भनेको थियो क्या है ढोका अगाडि पनि छैन है अनि तल अब मेल बक्समा पनि हेर भन्दैछ क्या मेरो मेल बक्स भनेको त्यहाँ गएर हेर्छु त्यहाँ छ कि त्यहाँ पनि छैन भने चाहिँ अनि अब फेरि आउन चाहिँ आउँछ त्यस्तो अब हराउने यस्तो भन्ने त हुँदैन आउन चाहिँ आउँछ ए यहाँ रहेछ नि त ल मेल बक्समा भन्थ्यो साँच्ची यहाँ रहेछ नि त मलाई थाहै थिएन कि यसरी मेल बक्समा चाहिँ पहिलोचोटि हो कि गाइज राखिदिएको तिनीहरूले न त सधैँ आउँथ्यो बेल बजाइन्थ्यो अनि मान्छे छैन भने ती ढोका अगाडि नै छोडेर जान्थ्यो क्या डेलिभर बोयलाई पनि अल्छी लागेछ कि हाम्रो 4th फ्लोरमा आउँदा हिँड्दै त्यो सिँढी चढेर आउनलाई अल्छी लागेछ त्यो भएर केटोले मलाई मेल बक्समै छोडिदिएर गएछ अब म अनबक्स गर्छु है त गाइज यसलाई चाहिँ चट्ट गरिदिउँ है त गाइज अनबक्सिङ गरिदिउँ है त कस्तो चाहिँ छ त भित्र माल एउटा हातले त ओके ल यो हो के गाइज यो पावर ब्याङ्क हो होइन ओए बवाल छ त के हो यो भित्र त बवाल छ त हो गुदी त सिल प्याक त डेन्जर छ त यार गएकै दिन चाहिँ बवाल लाग्यो है एकदम तर गाइज त्यस्तो महँगो त होइन होइन सस्तो हो एकदम सस्तो हो ए सुगै रहेछ त हौ अन गर्ने यहाँ रहेछ ओए अन भयो चार्ज कति छ चार्ज पनि एउटा
एउटा मात्रै बाँकी रहेछ फुल हुनलाई। यो चाहिँ पावर ब्याङ्क होइन, यसको चाहिँ कति परेको भन्नुहुन्छ भने यसलाई चाहिँ त्यस्तै 1200-1300 समथिङ परेको थियो क्या। जापानमा किन्नु पर्यो भने हामीले 4-5 हजारै भन्छ, सस्तो मजबुत टिकाउ भन्छ नि। टिकाउ चाहिँ हुँदैन, तर जब जे होस् आफूलाई चाहिँदाखेरि यसरी आउँछ कि, तर टक्कसँगले एकदम सस्तो मालमा। ओके, अब यसलाई म चाहिँ एकछिन चार्ज लगाइदिन्छु होइन, किनभने अब यो नयाँमा टक्क फेरि युज गरिहाल्नु हुँदैन, अनि टक्क एकछिन चार्ज लगाइदिन्छु, अनि त्यसपछि चेक गर्छु है त यो कस्तो यसले काम गर्छ कि गर्दैन है त गाइस। यहाँनिर छ चार्जर। ल चार्ज भयो, 2टा चार्ज हुँदा बाँकी रहेछ। चार्ज फुल भइसकेपछि अनि यसलाई टेस्ट गर्छु म। एउटा अर्डर त डेलिभर भयो, अब हाम्रो खानाको अर्डर चाहिँ डेलिभर हुन बाँकी छ। अब एकछिन कुर्नुपर्ने हुन्छ हामीले। अब यो 4 काम चाहिँ नि, यो 4लाई चाहिँ चट्टसँगले यहाँनिर टक्कै होइन। हो यार, अनि यहाँ अघि लुगा धोएर मैले गाइस लुगा सुकाएकै रहने रहेछ यार। हो यसरी गऱ्यो भने त फेरि त्यो ढुसी परेर त पुरै गनाउँछ त लुगा त। बाहिर फेरि केटाहरूले आज शनिबार सबले धोएर प्याक भएर झुन्डाउने राख्ने सुकाउने ठाउँ छैन, त्यही भएर चाहिँ मैले यत्तिकै छोडिदिएको थिएँ। यत्तिकै छोड्दा फेरि कस्तो बास आउँदो रहेछ कि गाइस, त्यो पुरै ढुसीको एकदम गनाउँदो रहेछ लुगा। यसलाई मैले अब टङ्गाउँछु यो ढुङ्गाले। यो लुगालाई चाहिँ फेरि सबै लुगा बिग्रिन्छ, फेरि गाह्रो हुन्छ। फेरि लुगा बिग्रियो भने यहाँ एकदमै किन्न पैसा नभएकोलाई किन्न गाह्रो हुन्छ कि फेरि होइन। पहिले होइन लुगा धुन चट्टसँगले एकदमै गाह्रो हुन्थ्यो गाउँघरमा। पहिले लुगा धुनलाई एकदमै दुःख लाग्थ्यो, गाउँ लुगा नधुनु पनि परोस् जस्तो लाग्थ्यो होइन। तर अब अहिले के गर्नु, अहिले वासिङ मेसिनले फटफट धोइदिन्छ होइन। तर यो सुकाउन गाह्रो कि, अहिले सुकाउन गाह्रो लाग्छ कि अहिले। बापा के भन्ने, पहिले धुन गाह्रो, अहिले सुकाउन गाह्रो कि। अब सुविधा भयो धुनको लागि होइन, तर अब सुकाउन यति एकैछिनमा सुकिहाल्छ नि त होइन। एकैछिनमा लगेर पुरै सुकिराखेको हुन्छ लुगा चाहिँ, चट्ट गएर झुन्डाइदिने मात्रै हो। त्यो गर्न पनि गाह्रो लागिरहेछ क्या अहिले चाहिँ गाइस। ल हेर्नुहोस् त, लास्टै अल्छी लाग्यो गाइस है। अब खानासाना पकाउने बेला त भयो, तर के गर्नु अब छैन होइन। अनि यसो केही चापाक चपाइदिउँ भनेर क्या। अस्ति लिएको यो त दिदीहरूकोबाट लिएको है, त्यो नामी होरेङ्गले दिएको यो टक्क पम्किन सिडी आएर कि होइन। अनि यसलाई चाहिँ खाइदिनु पऱ्यो क्या। यसलाई काँचै खाँदा पनि मिठो त मिठो छ होइन, त्यही पनि अब अलिकति फ्राई गरेर खाँदाखेरि चाहिँ अलिकति टेस्ट अर्कै आउला कि भनेर चाहिँ चट्टमा फ्राई गरेर खाना आँटिरहेको छु कि। फ्राई गरेर खाँदा अलिकति मिठो हुन्छ जस्तो लाग्यो कि मलाई। नेपालको फर्सीको बिहा र यो जापानिज फर्सीको बिहा चाहिँ अलिकति डिफ्रेन्ट हुँदो रहेछ क्या। यस्तो यहाँको चाहिँ अलिकति मोटो मोटो बाक्लो हुँदो रहेछ होइन। नेपालतिरको चाहिँ अलिकति पातलो अनि च्याप्टो अनि लामो खालको हुन्थ्यो होइन। अनि मिठो हुन्थ्यो क्या त्यसरी खाँदाखेरि। अब चट्ट हजुरआमाहरूले चट्ट मकै भटमास अनि त्यो फर्सीको बिहा हालेर दिनुहुन्थ्यो नि त पहिले। अब त्यो गाइजहरूले चाहिँ खानुभएको भएन, हामीले चाहिँ त्यसरी खाइन्थ्यो है पहिले। मिठो हुन्थ्यो क्या भित्र फ्राई गरेर गर्दाखेरि। यो पनि त्यही भएर एकचोटि फ्राई गरेको एकचोटि टेस्ट गरेर हेरिदिउँ न त भनेर चट्ट फ्राई गरेर खानु लगाएर फ्राई चट्ट गर्ने यसलाई खाने। लगाइदिएर चिया पनि बसाइदिएँ है। यता पनि यो पनि अब लगभग पाक्न आँट्यो, पिट पड्किरहेछ होइन। ल गाइज रेडी भयो, यता रेडी भयो। कस्तो अलिकति बेसी डढिहालेछ कि अब जस्तो लाग्यो यार। यो लगाएर त कस्तो कालो जस्तो कस्तो कुरुङ भयो क्या। अनि दोस्रोलाई पनि खाना बोलाउनु हुन्थ्यो, दोस सुतिरह। यो चाहिँ म चाहिँ खान्छु चिल तरिकाले। चियामा नुन र चिनी हालिदिएको बबाल भएछ चिया पनि यार। धेरै दिनपछि गाइस चिया र गेडागुडी खाएको एकदमै मिठो लाग्यो क्या होइन। चिया पनि एकदमै मिठो भएको थियो। अनि 2 कप खाइदिएँ क्या चिया आज मिठो लागेर। अहिले त पेट यस्तो कस्तो हुन्छ नि, त्यो भित्रबाट वाक आउँला जस्तो भयो क्या, बेसी गुलियो भएर। अलिकति चिनी पनि कडै खान्छु क्या म चियामा खाएपछि। अनि कस्तो भुँडी वाक लाग्दो बनाइदियो भने यार, हेत्तेरी कि छे बिर्तै खाए जस्तो लाग्यो अहिले आएर चाहिँ। भित्र बस्दा पाक्यो है, एकदमै गुम्म भयो पुरै एसीको हावा खाँदा मात्रै। अनि चट्ट अहिले चाहिँ यसो बाल्कनीमा आएर हेरेको त है, पुरै 8:30 भइसकेछ। 8:30 को माहौल नजरिया यस्तो छ क्या गाइस, अन्धकार छ है। ल पुरै बत्तीको झिलिमिली मात्रै छ। प्रत्येक अपार्टमेन्टको चट्ट तलबाट चाहिँ चट्ट बत्तीहरू मात्रै बलेको देख्न सकिन्छ यतिखेर चाहिँ। तल छ सबै यो किसिमको छ पार्किङ। एसीको हावा त डेन्जर हुन्छ जस्तो लाग्यो मलाई यार। यो धेरै खायो भने पनि है, फ्रेस अक्सिजन खाँदाखेरि कस्तो दिमागै पुरै फ्रेस बनाइदिने क्या, कस्तो फ्रेस हुने क्या। म त भित्रै बसिराख्दाखेरि कस्तो धुम्म होइन, त्यो लामो समयसम्म त्यो एसीको खाएर होला त्यस्तो हुने। बाहिर आउने बित्तिकै पुरै अक्सिजन, फ्रेस अक्सिजन नै अर्को हुने क्या। मैले त्यो चाहिँ महसुस गरेँ क्या गाइज जापान आएर। एसीको हावा भर्सेस यो फ्रेस बाहिरको हावा चाहिँ आकाश पाताल फरक हुँदो रहेछ नि घाँटे। त्यो आफूलाई जिउै हलुगा भयो जस्तो लाग्यो क्या यसो बाहिर आएर यहाँ अहिले यसो फ्रेस अक्सिजन खाँदाखेरि त। हो मैले होइन अघि सामान भेटिनँ भनेर मैले म्यासेज चाहिँ गरिदिएँ होइन सिनलाई, तर त्यसले चाहिँ म्यासेज पनि हेरेर म्यासेज पनि पठायो होइन। अनि त्यसपछि एकछिनपछि चाहिँ मेरो पैसा रिफन्ड गरिदियो क्या मलाई है। सामान चाहिँ मैले भेटेँ होइन। अब सामान पाइसकेपछि पनि अब फेरि पैसा पनि हो त्यसरी रिफन्ड आयो भने चाहिँ अलिकति समस्या पर्दो रहेछ क्या। मैले चट्टै यहाँ भर्खरै गुगलमा हेरेको होइन, यसको रुल्स एन्ड रेगुलेसन के हुन्छ भनेर। अब त्यसको मैले फेरि त्यसलाई भन्न कन्ट्याक्ट गर्न पनि मिलेन क्या।
अब कसरी कन्ट्याक्ट गर्ने होइन मैले तेरो सामु मैले झुकिएछु म यताउता मैले देखेको थिइनँ अहिले पाएँ भनेर अब भन्नलाई कसरी भन्ने नै मलाई आएन कि अब फेरि रुल्स एन्ड रेगुलेसन एकदम स्ट्रिक्ट छ क्या जापानमा यो चाहिँ एकदमै गाह्रो हुँदो रहेछ अब के गर्ने अब यो फेरि यस्तो खालको यो सामान पाएर पनि अनि हो त्यसरी रिफन्ड भयो भने चाहिँ त्यो अलिकति स्क्याममा राखिदिँदो रहेछ क्या अनि अब कसरी गर्ने यो थाहा भएन अब स्कुल लागेको दिन चाहिँ म स्कुलमा गएर सोध्छु सानो सानो कुराहरूलाई पनि ख्याल गर्छन् क्या जापानमा चाहिँ अनि यो त फेरि अब स्क्याम भनिसकेपछि त फेरि अब पछि भिजामा पनि समस्या आउने रहेछ त्यही भएर डर लाग्यो कि चाहिँ टुङ्गुनाको धुनमा डाँडा पारी जुनमा टुङ्गुनाको धुनमा डाँडा पारी जुनमा मन चरी उड्यो बनै छोडेर टुङ्गुनाको धुनमा डाँडा पारी जुनमा मन चरी उड्यो बनै छोडेर हिउँदो बर्खालेक बेसी भेडी गोठा चर्ने रन बन मजा आउँछ गाइज मजा आउँछ है 2 फेब्रुअरीमा चाहिँ क्या गाइज हाम्रो चाहिँ होइन अब चाइनिज न्यू इयर अरे होइन अब हाम्रो चाइनिज गएको भएर चाहिँ चाइनिज न्यू इयर मनाउँदो रहेछन् जापानिज इयर चाहिँ मनाएनन् होइन न्यू इयर चाहिँ मनाएनन् अनि यो चाइनिज न्यू इयरमा चाहिँ के हुन्छ भने हाम्रो स्कुलले चाहिँ प्रोग्राम गराउने अरे क्या फेब्रुअरी 2मा अनि त्यतिखेर चाहिँ अब चट्टसँगले यो गीत गाउनु पऱ्यो भनेर अहिलेदेखि यसो प्र्याक्टिस हानिरहेको छ कि गाइस कारोकीमा त्यतिखेर यस्तो बवाल गाउँछु यस्तो उफार्छु है सबलाई भन्ने एकदम जोस बोकेर चाहिँ यो गीत सिकिरहेको छु कि गाइस मैले होइन यो गीत गाउँछु होइन अनि अर्को एउटा अलिक अब माहौल तताउने खालको गीत गाउनु पऱ्यो नि त अब त्यस्तो गीतमा त अब त्यस्तो बेला त अब सेन्टी खालको गीत गाएर भएन अलिकति माहौल तताउने खालको गीत चाहिँ एउटा यो होइन अनि अर्को चाहिँ टक्क मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै भन्ने यो गीत चाहिँ गाउनु मन छ क्या यो गीत गाउँछु भन्ने सोध्छ अब हेरौँ के हुन्छ यो टुङ्गामा चाहिँ मैले लक लगाइदिइसकेँ होइन नाम पनि अब म टिपाइहाल्छु अहिलेसम्म टिपाएको चाहिँ छैन तर अब गएको लागेकोलाई चाहिँ म टिपाइहाल्छु नाम होइन अनि यो चाहिँ गएर चाहिँ म बवाल तताउनु पर्ने छ गाइस त्यो दिनको भ्लग पनि आइहाल्छ होइन अझै बाँकी छ थुप्रो दिन बाँकी छ फेब्रुअरी भनेको झन् लगभग 15-20 दिन बाँकी छ बब्बाल मजा आउँछ गाइस त्यो दिन चाहिँ यस्तो हानिदिन्छु म्याकी डक्स ल गाइज है अब यहाँ सामान चाहिँ आउन आँटेछ जस्तो छ अनि यहाँ दाइले चाहिँ मलाई यहाँ टक्क बिल पठाइदिएछ है बिल चाहिँ उठेछ जम्मा 4300 बिल चाहिँ आएछ 4300 अब मसँग चाहिँ जम्मा 4000 है त गाइज ल समस्या आएन त यहाँ अब 300 को अब हेरौँ दाइले 300 रुपियाँ डिस्काउन्ट दिन्छ कि दिँदैनन् होइन अब डिस्काउन्ट त माग्नै पर्छ मैले घटाएको छैन क्या दाइको मात्रै भाउ हालिदिएको छु यहाँ सधैँ ल्याउने हो सधैँ सामान ल्याउने दाइ हो होइन जहाँसम्म मलाई लाग्छ मान्छन् आज त भक्कु सुट्यो त दोस्त मजा काम छैन रातभरि जिउने जाग्ने रात दिनभरि सुत्ने होइन अनि खाना चाहिँ कहाँ खाने आज अनि केही छैन त कता सुजन सम्धी के आजकल जाँगर एकदम चलाउँदैछ क्या सम्धीले ल गाइज मेरो चाहिँ तल अघि मगाएको सामान आइसकेछ अब चाहिँ म सामान लिएर आउँछु है मगाएको 4000 भएको रहेछ 300 डिस्काउन्ट दिन्छ कि दिँदैन बुढोले ल दोस्त म सामान लिएर आउँछु ल दाइ आइपुग्नु भयो ल दाइ मेरो दाइ के छ हाल खबर गुड इभिनिङ दाइ यस्तै चाहिँ आज अलिक कम अलिक यता अर्को पनि ल्याउँदै आउनुभएको ए दिपिका बहिनी होला नाम सायद 5 किलो चामल हजुर अनि यो र यो त्यो मासु र उयो माछा होइन त हुन्छ कति हाम्रो 4000 रेकर्ड यस्तो भ्लग हान्ने भनेर क्या दाइ केही समस्या त छैन नि दाइ हजुर ए हुन्छ हस् ए केटाहरूले पनि त्यताबाट ल्याउँछ होइन ल दाइ हिसाब किताब मिलाऊँ न त हाम्रो पनि त्यो हाम्रो त्यो अर्को दाइको अस्ति कति पो थियो दाइ बाँकी हजुर हजुर 39 ए यति हो ए हुन्छ मेरो कति 4300 होइन 4000 मात्रै मिलाउँ है दाइ
300 छुट्टै दिनु यति कति हुन्छ यो यसो होल्ड गरिदिनु दाइ रेकर्ड गरेर हान्नु म भइहाल्छ नि भनिहाल्दैन त्यसले होइन त्यस्तो केही होइन -500 गर न भाइ होइन है ल 500 गरेर दिए त भाइलाई है त ल फाइनली सामान आयो है सामान चाहिँ यस्तो किसिमको छ यो 3टा थोक सामान हो होइन अब यस्तै छ ट्याकटुकसँगले चाहिँ नि चाहिने क्यारे अब लगेर बनाएर चट्ट बनाएर खानुपर्ने हुन्छ हामीले दाइले ठिकै छ तर अब केही छैन माछा त के हो यो माछा त समुद्री माछा नै पो हो कि क्या हो यो त यो चाहिँ माछा यतिको चाहिँ कति 600 कति हो अनि यो चाहिँ कुखुराको मासु यसरी टक्क प्याकिङ गरेको कुखुराको मासु है चिकन कट अनि यहाँ चाहिँ छ जापानिज चामल यो चाहिँ जापानिज चामल हो गाइज है यस्तो हुन्छ क्या जापानिज चामल चाहिँ डल्लो डल्लो एकदम छोटो छोटो हुन्छ डल्लो डल्लो हुन्छ होइन एकदमै गुलियो हुन्छ क्या यो फेरि यो चामल चाहिँ लोकल चामल हो जापानको के सोचेको के भयो गाइज यार दाइले 300 रुपियाँ त छोडिदिनु हुन्छ होला भनेको त है अब के भन्ने अब हुन त अब उहाँबाट त्यत्रो ल्याइदिन्छन् पनि होइन त्यही पनि अब अलिकति 200-300 त यसो गर्नुपर्ने हुन्थ्यो तर योचोटि केही छैन दाइलाई अर्कोचोटि छेराउँछु म अर्कोचोटि यस्तो डिस्काउन्ट छेराउँछु नि दाइलाई योचोटि मैले पनि अब थोरै सामान थियो होइन त्यही माथि यस्तो राति हुँदै डेलिभर गरिदिनु भएको भनेर मैले छोडिदिएँ योचोटि चाहिँ अर्कोचोटि चाहिँ दाइलाई म एकदमै डिस्काउन्ट छेराउँछु ओके गाइज अब चाहिँ म ट्याकटुक पकाउनु पर्ने हुन्छ है मैले चाहिँ एकदम मिठो पकाउँछु दामी पकाउँछु एकदमै बबाल पकाउँछु है त ल के हो गाइज यसको त मासु त पुरै पहेँलो पहेँलो छ त यार के हो यो बोसो हो कि मासु हो यस्तो तरिकाको यो पहेँलो माछालाई रातो बनाएर खर्याएर यहाँ राखेँ है अब त्यसलाई चट्टसँगले ग्रेभी हालेर झोल बनाएर चट्ट प्याज मसला चट्ट ग्रेभी हालेर चट्ट झोल बनाएर त्यसलाई खानुपर्ने हुन्छ आज त मछली खाने हो आज त मछली खाने हो यस्तो बबाल बनाएर खान्छु नि गाइज धेरै दिनपछि माछा खाइरहेको छु है यसरी बनाएर टमाटरलाई पुरै पकाउँदैछु मैले है येले ल ल यो चाहिँ माछा चाहिँ चट्ट उम्लिन रेडी भयो है त अब बरै दामी उम्लिन थाल्यो म चाहिँ फेरि पिरो चाहिँ हाल्दिनँ है गाइज होइन त्यही भएर अब यो प्रायः पिरो खाने मान्छेले फेरि मेरो तरकारी पिटिक्कै मन पराउँदैन मेरो चाहिँ के हुन्छ भने मेरो पेटले चाहिँ पिरो पचाउँदैन कि शान्ति खाने बानी नभएर होला होइन अलिकति पिरो खाने बित्तिकै एकदम पोलिहाल्छ क्या पेट पोलेर चाक पोलेर हैरान हुन्छ त्यही भएर म पिरो चाहिँ पिटिक्कै हाल्दिनँ मैले आफूले बनाउने तरकारीमा होइन पिरो कम भयो भन्छन् कि होइन पिरो भएन तर तरकारी चाहिँ मिठो छ भन्छन् होइन तर म चाहिँ पिरो खाँदिनँ कि गाइज मलाई चाहिँ यत्तिकै पिरो बिनै एकदमै टेस्टी लाग्छ क्या तरकारीहरू भात पनि 7 मिनट बाँकी छ पाक्नलाई है यहीँ टाइम देखाइदिरहेको हुन्छ क्या अब कति मिनटपछि पाक्छ भनेर यहाँ 7 मिनट देखिरहेको छैन 7 मिनट छ 7 मिनटपछि चट्ट यो राइस कुकरमा चाहिँ मेरो भात पाक्छ होइन अनि टक्क भात खाने हो गाइज फाइनली बास्ना त दामी आयो त यार एकदम माछै पकाएको जस्तो बास्ना आयो कि अरूलाई जस्तो सुकै लागोस् गाइज है तर मैले आफूले पकाएको तरकारी मलाई आफूलाई चाहिँ एकदमै मिठो लाग्छ कि गाइज दामी यस्तो तरिकाले पाकिसकेको छ गाइज है चट्टसँगले बवाल तरिकाले पाकेको छ अब फटाफट भात सात पस्किने टक्क खाइदिने 11 बज्न आँटिसकेको छ ल गाइज अब चाहिँ म खानाको लागि एकदम रेडी भइसकेँ चट्ट भात सात पस्केर बसिसकेँ है अनि यहाँ देख्न सक्नुहुन्छ यस्तो छ भात चाहिँ यो गाइज यो जापानिज चामलको भात चाहिँ मलाई होइन किन मन पर्दैन भन्नुहुन्छ भने जति पानी कम हाले पनि यो एकदम ग्लित्त हुने क्या जति पानी कम हाले पनि एकदम यो कस्तो फुर्र नहुने क्या पेट चाहिँ एकदम भराउँछ होइन तर अब अर्को त बासमती राइस चाहिँ कस्तो हुन्छ भने फुर्र त हुने तर जति खाए पनि त्यो नअगाउने क्या पेट एकछिनपछि भोक लागिहाल्ने तर यसले खाएपछि यो भरिलो हुँदो रहेछ क्या यो जापानिज चामलको भात चाहिँ ओके यहाँनिर चाहिँ चट्टै आइसक्यो अब ल फर्स्ट बाइट हान्नु चाहिँ गाइज ओके यो भयो रस कति तातो हो घाँटे माछा दामी टेस्ट क्या माछाको गाइज अब तर मैले अलिकति गलत गरेछु क्या तेलमा फ्राई गर्दैखेरि पनि नुन लाएर गर्नुपर्ने रहेछ अनि भित्र यो मासुको भित्रसम्म जाँदो रहेछ झोल हाल्दाखेरि नै अब नुन हालिहालिन्छ त्यतिखेर पुग्छ होला भनेर नहालेको तर अलिकति त्यो भित्रसम्म चाहिँ गएन छ तर माछाको टेस्ट बवाल छ गाइज अब म प्रायः यही माछा खान्छु अबदेखि ल ओके गाइज फाइनली है मैले चाहिँ खानासाना खाइसकेँ अनि चट्ट सबै काम दाम धन्दा एकदम भाँडाकुँडा माझिसकेँ अब चाहिँ चट्टसँगले गाइज सुत्छु है 3 दिन भइसक्यो नसुतेको होइन अनि अब यो आज दिनभर त सुत्यो तर पनि अब 3 दिनको निद्रा आज दिनभरि यसो एकछिन सुतेर कहाँ पुग्छ र होइन
त्यही भएर आज चाहिँ छिट्टै सुत्छु गाइज छिट्टै भन्दा नि के भन्नु 11:30 भइसक्यो खाना खाएर सब यताउता गर्दाखेरि चाहिँ 11:30 भइसक्यो यस्तै हो गाइज शनिबार आज यसरी नै कट्यो यसरी नै बित्यो है ओके गाइज भोलि अब आइतबार अर्को नयाँ भ्लगमा भेटौँ होइन अब भोलि एकदमै के हुन्छ अब प्लान चाहिँ थाहा छैन होइन त्यही माथि भोलिको प्लान भोलिको लाइफ भोलि नै हेरौँला होइन ओके आजको भ्लग चाहिँ यहीँसम्म थियो तपाईँहरूलाई कस्तो लाग्यो गाइज कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोस् अनि मन पऱ्यो भने लाइक पनि गर्नुहोस् है त यहाँसम्म हजुरहरूलाई धेरै धेरै धन्यवाद भोलि अर्को भ्लगमा भेट्ने नै छौँ त्यतिखेरसम्मको लागि स्वस्थ रहनुहोस् मस्त रहनुहोस् अनि हेर्दै गर्नुहोस् दिपेक्स ब्रो युट्युब च्यानल